आदरणीय दर्शकबिन नमस्कार। यति बेला म बाराको कोल्बी नगरपालिका वडा नम्बर 7 धोदरपामा आइपुगेको छु। यो मेरो पृष्ठभूमिमा तपाईहरुले देखिराख्नु भएको छ। यो चाहिँ खास गरी चौधरी मत्स्य फार्म र चौधरी ह्याचरी फार्मको पोखरी हो। र यो पोखरीको छेउमा म उभिराखेको छु र यहाँहरुलाई पनि देखाइराखेको छु यो दृश्य। खास गरी कोल्बी नगरपालिका मात्रै नभएर बारा जिल्लालाई नै हामीले माछाको लागि अत्यन्तै प्रसिद्धको रूपमा पनि हामीले प्रसिद्ध छ। यो बारा जिल्लाले प्रसिद्धि कमाएको छ। करिब 60% माछा चाहिँ यहीँबाट जाने गर्दछ भन्ने कुरा पनि हामीलाई यहाँका व्यवसायीहरूले पनि बताउनु भएको छ। बारा जिल्ला भनेको एउटा माछा धाम हो हैन। अब धार्मिक हिसाबले जानु पर्छ भने हजुरलाई जनकपुर जानु पर्यो, माछा धाम आउनु पर्यो नि हामीलाई बारा जिल्ला। यो चिनाउने हाम्रो यो र सुक्टीको पनि माछा सुकाएर पनि चिनाउने हाम्रो सबभन्दा बढी 60% हाम्रो बारा जिल्लाले यो देशलाई पुर्याएको छ यो भोक्ताहरूलाई। त्यस कारणले म के आग्रह गर्न चाहन्छु भने हाम्रो अब जेएनजीबाट आउनु भएको हाम्रो मन्त्रीज्यू, अब सबभन्दा प्रथम त उहाँले भनिहाल्नुभयो विद्युतको समस्या। अब हामी पटाउँछौँ आएर पटक त्यहाँको होइन यो त उद्योगमा गइसक्यो किन गर्नुहुन्छ तपाईँले कारवाही गरिदिन्छु, मोटर लैजान्छु, त्यो अब टेन्सन। अब सिँचाइ गर्नु पर्यो मोटरले अब गर्दाखेरि तपाईँको यो उद्योगमा किन पोखरीमा गर्नुहुन्छ? धान सानलाई सिँचाइ गर्नको लागि हो यो। किन यो 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 विद्युतले तपाईँ खर्च गरेर तपाईँ गर्नुहुन्छ? यो उद्योगको तपाईँले ट्याक्स तिर्नु पर्छ। त्यसपछि जस्तै अब दाना, हिम दानाको अस्ति मैले किनेर लिएर आएको थिएँ, तपाईँको म्यानुफ्याक्चर डेट छैन त्यसमा। नभएपछि एक्सपायरी डेट के मैले डाइरेक्टली त्यहाँ फ्याक्ट्रीमा पनि मैले फोन गरेँ। होइन भाइ मसिनो अक्षरमा होला सर, मैले केले हेर्ने त सबै यन्त्रले हेरिसके, कहीँ बोरामा लेखेकै छैन। किसानलाई यस्तो धोका नदिनुहोस्, पाप लाग्ला। तपाईँ यो ठग्ने काम नगर्नु। प्रोटिन लेखिदिनुहुन्छ तपाईँको 24%, 25%, 5% पनि छ कि छैन? भगवान भरोसा हामी हालिरहेका छौँ, माछा केही ग्रोथ भइरहेका छैन। दानामा पनि ठगेको छ, बिचौलियाले गर्दाखेरि त्यसमा पनि हामी मारमा गएका छौँ। अब गभर्मेन्टले अब तपाईँको धानको मूल्य निर्धारण गरिदिएको छ, उखुको गरिदिएको छ, हाम्रो माछाको मूल्य निर्धारण गर्नुभएको छैन। यो पनि तोकिदिनु पर्यो, यो साइज यो रेट, त्यो आधार लिएर पनि हामी भन्थ्यौँ व्यापारीहरूलाई। सरकारले यो रेट तोकेको छ, तपाईँहरू किन उ गर्ने? यो नेपाल सरकारका कृषि तथा पशुपक्षी विकास मन्त्री माननीय मदन प्रसाद परियारज्यूसँगको अनुगमनको क्रममा हामी यहाँ आउँदै गर्दाखेरिको यहाँको दृश्य अत्यन्तै रोचक लाग्यो। र एकजना व्यक्तिले यसरी नै नेपाल सरकारकै अनुदानबाट पनि उहाँले केही रकमहरू प्राप्त गरेर यो लिजमा जग्गा लिएर उहाँले यति ठुलो व्यवसाय सञ्चालन गरिराख्नु भएको छ। र यो एउटा पक्कै पनि अहिले पछिल्लो समयमा बढ्दै गएको वैदेशिक रोजगारीको अवस्थामा नेपालमा केही गर्न सकिन्छ, आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्ने एउटा उदाहरण पनि हुनसक्छ जस्तो लागेर मैले यहाँहरूको सामु यो भिडियो प्रस्तुत गरेको छु। कस्तो लाग्छ हेरेर कमेन्ट गर्नु होला, सल्लाह सुझाव दिनु होला। थ्याङ्क यू सो मच, धन्यवाद।